तपाईँको विभिन्न दलका गभर्नरहरू गएर त्यहाँ पार्टीगत व्यापारीगत गरेर तपाईँको लोन लाउने गरिबहरूलाई तपाईँको 24% 36% ब्याज लिने, पछि गएर घरबार विहीन बनाइदिने। कति महिला त झुनेर मरे हेर्नुहोस्, कति महिलाहरू इन्डिया गए। यो पीडित यो ऋणको कारणले म पनि जितपुर छोडेकै मान्छे हो, म आफ्नो वडा छोडेकै मान्छे हो। त्यो अब ग्यारेन्टी भन्दाखेरि हेर्नुहोस्, हामी अङ्गुठा छाप मान्छे हो। अङ्गुठा छाप मान्छेले के गर्छ भने कुनै काम हुँदाखेरि कतैबाट परमान त्यो जोगाउँदैन, हामीले पछि भनेर काम लाग्छ भनेर कुनै पनि परमान उसले जुक्ति गर्दैन। र लघु वित्तीय संस्थाको कारणले मर्ने भनेको अब मेरै वडामा 2 जना मान्छेहरू चाहिँ, एकजना झुन्या थियो र एकजना बिख खाए थियो, चौधरीहरू। नारायणी हस्पिटलमा हामी लगेर बचाउनु सफल भयौँ उनीहरूलाई। तर त्यसको लागि हामी परमान त अब मान्छे त जिउँदो छ, तर हस्पिटलसँग हामी परमान राख्न सकेनौँ। मान्छे त जिउँदैछ, त्यो त अहिले पनि हामी प्रमाणित गर्दैछौँ। त्यही भएर हाम्रो भनाइ के छ भने तपाईँको मिडिया मार्फत जति पनि लघु वित्तीय संस्थाको उसमा चाहिँ जति पनि मिडियाहरूले खबर चलाउनुहुन्छ, मेरो अनुरोध छ कि उहाँहरू गाउँघरमा छिरेर स्थलगत रिपोर्ट गरेर अनि मात्रै न्युज चलाइदिँदा धेरै राम्रो हुन्थ्यो। र उहाँलाई पनि खबर पनि हुन्थ्यो कि साँच्चीकै लघु वित्तीय संस्था हाम्रो नेपालको लागि रहेछ कि छैन। यदि छैन भने यसलाई खारिज गर्नु पर्यो। किन गरिबलाई सताउने र कि सरकारले यसलाई अब सरकारीकरण गरेर चलाउनु पर्यो? यो त कम्पनी हो नि लघु वित्तीय संस्था भनेको।